अब म खाँदैछु गाइस। पहिला चाउमिन टेस्ट गर्छु। साह्रो भोक लाग्यो नास्ता। तातो यस्तै सधैँ तपाईँहरू खानुहुन्छ भने यसरी पनि खानु सक्नुहुन्छ। चाउमिन लगाएर रोटी फ्यान्की बेसेर खानुपर्ने हो। नेपाली पनि बोल्दैछु, हिन्दी पनि बोल्दैछु। के गर्नु, नेपाली बोल्दा बोल्दा हिन्दी आउँछ, हिन्दी बोल्दा बोल्दा नेपाली आउँछ। प्योर एउटै भाषा बोल्नु जान्दिनँ। चाहिँ यस्तो गरेर खानुपर्ने अरे। अति मिठो छ कि बनाउनु नजानेपछि त अब मिठै गरेर खानु पर्यो। बनाउने मान्छे खोइ छैन। धेरै दिन पछाडि मैले भिडियो लगाएँ गाइस। किनचिनी मरेको जस्तो छ। आजको लागि यति नै। टेस्टी यम्मी। तपाईँहरू पनि आउनुभयो भने क्यारेट बेसी लगाएर बनाइदिउँला। क्यारेट लगाएर वाइ बनाएर दिउँला। अहिले देख्नु भएको चाहिँ त्यही हो। के भयो एकदम खाएको खाएकै छ, तातो छ नि त। तपाईँहरूलाई के भिडियो अब राम्रो लाग्छ लाग्दैन लाइक कमेन्ट सब्सक्राइब गरिदिनु। मेरो प्यारो प्यारो साथी अल मेरो युट्युब च्यानल फ्यामिली, आई मिस यू।